हेलो गाइस, हामी चाहिँ पसल गइरहेको छु मासु लिन। एकदम टाढा रहेछ, हिँडेको हिँड्दा ढाडु दुख्छ मेरो। पेट चाहिँ अब कहाँ पुगिन्छ। अब अगाडि एकदम साथीहरू हिँड्छ अगाडिहरू। माइ गड, टाढा टाढा धेरै पछि अब युट्युबमा भिडियो भ्लग हुँदै जान्छ। अब बिस्तारै बिस्तारै भिडियोहरू हाल्नु हो। अब यहाँ पसलमा गएर पनि अझै घुम्न जानु छ भोट गर्न। रातबाट चाहिँ आज राति हुन्छ रहेछ के हो, आज राति नै हुन्छ। हिजो राति के झोल्छ रोकियोलाई होइन, राति गएर नागै चल्दिउँ रे। ट्रेन चल्छ थाहा छैन होइन, त्यही पनि नागै चल्दिउँ रे होइन। तर एक समय त म पनि चल्दिउँ कि हो, जोस त आएको थियो, मलाई पनि जोस त आएको थियो। तर ऊ चाहिँ हाम्रो रुपेश जोस, हाम्रो टोलीको बबाल मान्छे हो। ऊ नभए त कामै हुँदैन हाम्रो होइन। बबाल छ नि। अहिले हामी कहाँ जाँदैछ भन्दै होला, हामी यहाँ मासु किन्न जाँदा ग्रिलमा। त्यो पनि तेल किन्यो भने के किनेको भनेर भिनेर गयो कराई बसालेर होइन। हामी तेल हाल्छौँ र नआएको भिनेको चुहाइयो एकदम। त्यसमा केही नभएर चौधो खोलेर 4-5 वटा त्यस्तो हालेर मासु बनाएको थियो। गडाएको थियो होइन, आएको छैन जानुपर्छ बिस्तारै। सानो टाढो हुन्छ जस्तै त्यही हाम्रो यो के उमा पो आएको हो, यो त ट्रेन स्टेसन होइन। गाडीहरू आउँछ कहीँ जब पछि हेर्छु म, कहिले भ्लगहरू हाल्नु गर्छु म।